जुन भूतले कमरेड ओलीलाई छलेको थियो त्यही भूत आज कमरेड बादललाई पनि छलेको देखिन्छ। त्यसैले म सरकारसँग जोरदार माग गर्दछु, एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्। किनकि आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो त्यो हस्पिटलको बेडमा छ, त्यही बेडबाट कुविचारको यो सम्मानित सदनसम्म पठाउँदैछ। हाम्रो पार्टीको अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलाई अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेर अपराधीको संज्ञा दर्ज गर्नुभयो। सभामुखज्यू, यहाँ अपराधी करार गर्ने यो संसद होइन। अपराधी त न्यायालयले करार गर्छ, अदालती व्यवस्था अन्तर्गत ती विषयहरू प्रभावित हुन्छन्, त्यति मात्रै होइन। आज यो प्रतिनिधि सभा मार्फत उहाँले झाँक्री धामीको कुरा उल्लेख गरेर त्यसको व्यवस्थाको माग गर्नुभएको छ। यो प्रतिनिधि सभा अन्धविश्वासमा विश्वास गर्ने, यस खालको अत्यन्त अपमानजनक शब्द प्रयोग गर्ने ठाउँ होइन। सभामुख महोदय, त्यति मात्रै होइन, हाम्रो दलको नेता रामबहादुर थापा बादलप्रति उहाँले त्यही अपमानजनक शब्द प्रयोग गरेर उहाँलाई समेत अपमानित गर्नुभएको छ। यस खालको शब्दहरू त्यो प्रतिनिधि सभाको रेकर्डबाट अविलम्ब हटाइयोस् र यस ढङ्गले अपमानित गर्ने माननीय सदस्यको त्यो शब्दावली आपत्तिजनक छ, फिर्ता गरियोस्। धन्यवाद। माननीय सदस्यले उठाउनु भएको विषय ध्यान आकर्षण भएको छ।